गुड मर्निङ साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा है। म चाहिँ आज अघि नै उठेको 5 साढे 5मा उठेर मर्निङ वक गएँ। आज धेरै दिनको बादमा मर्निङ वक गएँ है। दिवालीले गर्दा जिउ बिग्रिरहेको छ नि त हैन। अनि मर्निङ वक गएर आएर पूजाहरू गरेर टिकाहरू लगाएँ, पानी पिएँ है। मेरो एउटा कुकुर छ गोल्डीलाई डुलाएँ हैन। अनि मेरो छोरी चाहिँ ट्युसन गइसकेको छ, छोरा सुतिरहेको छ। म चाहिँ बेडरुम मिलाउँदैछु। अब हाम्रो काम चाहिँ यसरी नै सुरुवात हुन्छ है बिहानको चाहिँ है। अब सबैजनाकै प्राय हाउसवाइफहरूको त त्यस्तै होला हैन। सबै काम गरिसकेँ। अनि हिजो चाहिँ दाजु बहिनी चल्दै थियो, हेर्नु नि मेरो क्लिपै भच्याइदिएछ। अस्ति बिग बजारबाट कस्तो मन परेर ल्याएको। दाजु बहिनी चल्दै चाहिँ पड्याक्कै पार्दैछ मेरो स्निप। त्यहाँबाट चाहिँ मैले बेडरुमहरू सकेर चाहिँ किचनतिर लागेँ होइन साथीहरू। अब बेलुका चाहिँ हामी सुत्नुभन्दा अगाडि चाहिँ भोलि बिहान उठेर खाजा के बनाऊँ भन्ने हुन्छ नि त है सोचाइ। अनि अब स्कुल जान्छ नानीहरू। बेलुकै मैले मटर भिजाइराखेको थिएँ, अनि मटर बसाइदिएँ मैले होइन। त्यहाँबाट चाहिँ मैले पानीमा चिया सिड लाएर भिजाइराखेको थिएँ नि त। अनि त्यो पानी खाएँ, बिहान पनि खाएको थिएँ। त्यसमा अझ मिठो लाग्छ होइन। अस्ति ल्याएको थिएँ, अलिकति रहेछ। अनि त्यो मैले चलाउँदै खाएँ, मुनि जाम जस्तो भएछ नि त, जम्मेछ। अनि त्यो खाएँ। त्यहाँबाट मटर बसाइराखेको थिएँ एकपट्टि। त्यहाँबाट चाहिँ मैले आँटा गुन्नुतर्फ लागेँ होइन। आँटा गुनेर राखिराखेँ। पास उठाइराख्यो भने चाहिँ मजाले फुलिन्छ नि त, रोटी पनि नरम हुन्छ होइन। त्यहाँबाट आँटा मजाले गुनेँ। त्यहाँबाट आँटा गुनिसकेर चाहिँ अलिअलि बडाल कुडाल गर्नुतर्फ लागेँ होइन। पुछपाछ चाहिँ नानी स्कुल गएर मात्रै गर्छु नि त, किनभने हिँडिबस्छ। अब बिहानदेखि काम यत्तिकै हुन्छ, भ्याउँदिनँ हो। अन्त बडाल कुडाल बडाल कुडाल चाहिँ गरिराख्छु। आँटा गुनिसकेर चाहिँ बडाल कुडाल गर्नुतर्फ लागेँ। आँटा चाहिँ डल्ला पारेर राखिराखेँ होइन, छोपेर। अस्ति बहिनीले एउटा मलाई एभोकाडो दिएको थियो नि त, 3टा, हाम्रो घरको तल्लोपट्टिको बहिनीले। अनि मैले पकाइरहेको थिएँ, म त बिर्सेछु, अलिकति बिग्रेछ पनि। अनि त्यो चाहिँ काटेर खाएँ होइन। त्यहाँबाट चाहिँ बढाल्नुतर्फ लागेँ म चाहिँ। बडाले सक्ने बित्तिकै मेरो छोरी पनि ट्युसनबाट आएछ। अनि म चाहिँ रोटी पोल्नुतर्फ लागेँ है। नानीलाई खाजा दिइहाल्नु पर्यो। अब खाजा दिएर स्कुल जान्छ, फेरि कपाल कोरिदिनु पर्छ होइन। अनि मटर पनि मजाले पाकेछ। त्यहाँबाट चाहिँ मैले नानीलाई खाजा दिइहालेँ। उसले रोटी र सब्जी भुजा खाँदैछ होइन, किनभने उसको कपाल कोर्नुपर्छ नि त। अनि हाम्रोमा गोल्डीलाई पनि मैले सानो रोटी दिएको कि मजाले समातेर खाँदैछ, हेर्नुहोस् न साथीहरू। त्यहाँबाट चाहिँ म आलियाको कपाल बाँडिदिनुतर्फ लागेँ साथीहरू, किनभने आलियाको कपाल चाहिँ लामो छ नि त। अनि केटीहरूको चाहिँ त्यही हो है, कपाल बाँड्नु अलिकति टाइम लाग्छ नि त। अनि छिटो छिटो गरेर बाँटिदिएँ हो। त्यहाँबाट मैले उसको कपालमा है रिबिन पनि लगाइदिइसकेँ। बिहान उठेर चाहिँ म भजन सुन्दै काम गर्छु है, मजा लाग्छ भजन सुन्दै काम गर्दा चाहिँ। त्यहाँबाट चाहिँ नानी रेडी भइसक्यो होइन। अन्त म जहिले पनि स्कुल जानुभन्दा अगाडि चाहिँ टिका लगाइदिन्छु नि त उसलाई होइन। अन्त टिका सिका लगाएर उसले जहिले पनि मलाई ढोकिकन जान्छ स्कुल होइन। अन्त आजको बिहानको काम चाहिँ यति नै थियो साथीहरू। अब दिनको काम चाहिँ सुरुवात हुन्छ साथीहरू। बाई बाई।